हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अहिले चाहिँ हामी तीनजना मिलेर न्युरो टिप्न जाँदैछौँ। साधारण गाउँले पारामा भन्दाखेरि न्युरो हामीले के भन्छौँ गरे भाल लप्टे। हाय साथीहरू, हामी चाहिँ अहिले आधाउधी बाटोमा आइपुग्यौँ। अनि अब हामी यहाँबाट लगभग अझै 1 घन्टा चाहिँ लाग्न सक्छ हैन? 1 घन्टा लाग्छ नि, 1 घन्टा लाग्छ। अनि हेर्दै गर्नु होला साथीहरू। हेलो, कतिको ढौगा छ केट्यो? ल हामी चाहिँ अब यहाँ के अरे हनुमान ढोका भन्ने ठाउँमा आइपुगेछौँ। पछाडिको भ्यू देख्न सक्नुहुन्छ साथीहरू। यहाँबाट चाहिँ तुलसीपुर हाम्रो गाउँ सबै देखिन्छ, तर कुहिरो लायर धेरै त्यसरी स्पष्ट देखेको छैन। अनि अहिले चाहिँ हामी हनुमान ढोका भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँको हनुमान ढोका भन्नुको कारण चाहिँ पहिलाको हाम्रा जिजु बाजेहरूले भनेको अनुसार यहाँ चाहिँ त्यो पारिको डाँडा देखेको छ नि, हो त्यो डाँडा र यो डाँडाबाट ढुङ्गाको पुल जोड्ने जस्तो कि त्यस्तै भन्छ है, तर अझै त्यसरी थाहा छैन हामीलाई स्पष्ट। तर यहाँको चाहिँ रहस्य राम्रो धेरै छ। पछाडिको भ्यू हेर्न सक्नुहुन्छ साथीहरू। ल हाम्रो बहिनीले चाहिँ च्याउ भेटाएको अवस्था। लक्ष्मी च्याउ पनि बर्खा लाग्यो साथीहरू। ल अब हामी चाहिँ एकैचोटिमै भाललप्टे टिप्ने। भाललप्टे भने हो है साथीहरू, भाललप्टे न्युरो कुथुर्के जे भने पनि कुथुर्के त फरक हुन्छ। मेरो कपाल वाउ। ल साथीहरू, अब चाहिँ हामी भाललप्टे भन्ने न्युरो भनौँ न, न्युरो टिप्ने ठाउँमा भेटौँला। ल है त साथीहरू। ल है साथीहरू, भ्यूज हेर्नुहोस् है, भ्यूज हेर्नुहोस्। हाम्रो माथि अब एकैछिन माथि भाललप्टे खोज्ने ठाउँमा, न्युरो खोज्ने ठाउँमा भेटौँला भनेको साह्रै गाह्रो पर्यो। हामी त्यही भएर एकछिन रेस्टको लागि बसेका छौँ। ल भ्यूज हेर्नुहोस् है हाम्रो दाङ भ्याली। आहा कति दामी देखेको छ हौ हाम्रो गाउँ चाहिँ। ओहो देखिँदैन छ कि के हो? हाम्रो गाउँ चाहिँ यो हो, यो हो हाम्रो गाउँ चाहिँ। छ्या मोबाइल साह्रो हल्यो है। ल हेर्नुहोस् है साथीहरू, आउनुहोस् है हाम्रो वन पाखा जङ्गलमा न्युरो खोज्नको लागि। हेर्नुहोस् है। ल हाम्रो चाहिँ अहिलेसम्मको त्यहाँदेखि हामी कति घन्टा लाग्यो गरे? हामी कति बजी हिँडेको गरे? 2 घन्टा। 6 बजी हिँडेको। अहिले कति बजे फुपू? 8 बजेको छ। 8 बजेसम्मको यही हो, 8:50सम्म यही हो। अब हामी मेन न्युरो खोज्ने ठाउँमा पुग्दैछौँ। हेर्नुहोस् है, पहिलो च्याउ है यो वर्षको पहिलो च्याउ। यसको नाम के अरे? सल्याउ च्याउ, सेतो सल्याउ। अनि अब बर्खा लाग्यो पनि च्याउ खान आउनुलाई साथीहरू हाम्रो गाउँठाउँमा। अनि ल फुपू, हाम्रो फुपू पनि छुट्टै हाम्रो भ्लग चाहिँ युट्युब च्यानलमा आउँछ, हेर्नु होला है साथीहरू। ल है साथीहरू, हामी भाललप्टे भेट्न सुरु गर्यो। अनि यस्तो हुन्छ है हाम्रो। मैले भाललप्टे भन्नुको कारण चाहिँ साथीहरू, हाम्रो ठाउँतिर अर्थात् गाउँ घरतिर यसलाई चाहिँ भाललप्टे भन्छौँ होइन। अलि सबैको छिममा भन्दाखेरि चाहिँ, सबैको छिममा भन्दाखेरि पनि सबैले भन्ने यसको नाम चाहिँ कुथुर्के, अरे सरी न्युरो भन्छ है साथीहरू यसको नाम चाहिँ। तर हामीले चाहिँ यसलाई गाउँले पारामा, गाउँले भाषामा भन्दाखेरि यसलाई चाहिँ भाललप्टे भन्ने गर्छन्। भाललप्टे यस्तो कालो डाँठ गरेको हुन्छ, यस्तो कालो डाँठ गरेको हुन्छ भनेपछि न्युरो चाहिँ यस्तो होइन, यो होइन हौ। अहिले म देखेपछि भेटेपछि भन्छु है साथीहरू तपाईँहरूलाई। ल आज अब हामी के अरे सानो अर्नी खाँदैछौँ साथीहरू। अहिले चाहिँ अब कुन के अरे न्युरो यति भएको छ, यति। लक्ष्मीको त्यहाँ छ, फुपूको पछाडि छ, फुपूको पछाडि छ। अब हामी चाहिँ आँप खाँदैछौँ। आँप अनि आँप चाउचाउ खाँदैछौँ। अनि यो चाहिँ सानो अर्नी
के अरे भन्नु ब्रेकफास्ट ल्याएर फुबु लक्ष्मी कतिको दौ बाखा ल साथीहरू अब हामी अन्त माथिको लेकतिर जाँदैछौँ अनि साथीहरू अब सक्यो टिपेर पुग्यो अब कलाएर नास्ता सास्ता खाने घरतिर कुलेलाम ठोक्दिने भन्दा नि के अरे मालु पात टिप्नेलाई सेगु स्याप्ने ल लक्ष्मी के भयो मलाई एकदम धौ भइरहेछ जङ्गलको बिचमा हामी तिनदिन अब नास्ता खाने कुरा आयो त्यस्तो खानु होला कि के हाम्रो नास्ता निस्किन्न त ले अनि अब नास्ता खाने हामी त्यसपछि घरतिर ठोक्दिने साथीहरू अब हामी चाहिँ नास्ता सास्ता खाएर हामी अब हिँड्दैछौँ अब घरतिर जाने भनेर अन्त अब धेरै टाइम लाग्छ नि त अब तल पुग्नलाई अन्त त्यही भएर अब छिटो जाने फेरि बिचमा फेरि काम छ भन्दा पनि मालुको पात भन्ने अब धेरैले थाहा पाउनु भयो होला होइन मालुको पात टिप्नु छ के अरे अब त बर्खा लाग्यो नि त धान सान रोप्दाखेरि अब ओर्ने स्याकोमा अब छाउने पातहरू चाहियो त्यसै कारणले अब पातहरू टिप्नु पर्ने हुन्छ हामीले अनि पात टिपेर जानुपर्छ हामी घरतिर बहिनी अनि फुबु हुनुहुन्छ अनि हामी चाहिँ यस्तो जङ्गलको बाटो गरेर हामी हिँड्नुपर्ने हुन्छ यस्तो सानो गोडाटोमा अनि हामी जाँदैछौँ हामी जानुपर्ने यहाँबाट देखिँदैन हौ ल हो के भनेको रे के भनेको रे यहाँ चाहिँ मच्छरले टोक्यो हौ हातमा लाएर हामी घुमाउरो बाटो यताउता जानुपर्ने हुन्छ ल साथीहरू अब फाइनली घर पनि आइपुग्यो होइन साथीहरू मेरो आजको न्युरो चाहिँ जम्मा यति भएको छ 13वटा मुठा रहेछ मुठा चाहिँ यत्रो छ आजको न्युरो साथीहरू अब चाहिँ मैले ब्लग इन गर्नुपर्ने हुन्छ अनि त्यसपछि मेरो यो चाहिँ युट्युबमा टिकटकमा जहाँ भयो भने होइन फर्स्ट ब्लग हो सो हेरेर के कस्तो लाग्छ सबैले प्रतिक्रिया दिनु होला यदि अब पहिलो भिडियो हो अनि त्यसपछि केही गल्ती भए यताउति केही भए सबैले कमेन्ट बक्समा लेखिदिनु होला आजलाई भने यति फेरि भेट्दै गरौँला अर्को नयाँ भ्लगमा बाई बाई